हेलो ट्रिपको किलोमिटर पनि हामीले हेर्छौँ हैन तेल पनि छैन तेल हाल्छौँ गएर ल गाइस कसरी पुग्छौँ सबलाई फोन चाहिँ खोल्नु पर्ने लाइसेन्स छ हैन मैले खिचेको भिडियो चाहिँ व्हाइट बोर्डमा छैन रहेछ सो हामीले सिधै 9 विषयबाट देखाउँछौँ भनेको चाहिँ हैन यो यतिकै आवाज निकाल्यो मेरो सिधा चाहिँ ल हेर्न कालै कालो केस लाग्ला नि भन्नै पर्दैन कहिले हामी चाहिँ अब यहाँ बल्ल बल्ल जाम खुल्यो है पहिरो गएको रहेछ डोजरले सफा गर्दै थियो हामी त खासै धेरै कुद्नु परेन कोही मान्छेहरू बिहान 7 बज्दै कुदिरहेको रहेछन् हामी चाहिँ लगभग 9 बजीतिर पुग्दाखेरि एकैछिनमा आधी घन्टा पहिरो गएको रहेछ यहाँ डोजरले सफा गरिदिइसकेको रहेछ हामी अब रन्केर जाँदैथ्यौँ यहाँ खासमा अब यो पुलभरि जाँदाखेरि पास आउट हुँदाखेरि सास रोक्नुपर्छ अनि सक्यो भने राम्रो हुन्छ यस्तो त्यस्तो भन्छ होइन तर हामी यो गाडीले गर्दाखेरि जानु पाएनौँ हामी कति 107 स्पिडमा आएर त्यहाँनिर पुगेर बल्ल बल्ल सक्यो कि यो ब्रिजमा सास रोकिकन जानुपर्ने हो कि खोला त आमामा बढेको त्यहाँसम्म गएको हो मानुङगढ अनि यतै रोकिहालौँ एकछिन यसो नजारा हेरेर अनि यतातिर पानीको लेभल एकदम बढेको रहेछ छेउछाउसम्मको सबै बाटोसाटो लिएर बगाइसकेको रहेछ भोल्युम पनि एकदम बढेको रहेछ वाटर लेभलको है आज हामी आएको नि ठिकै वेदरमा आएछौँ मस्तको वेदर छ 3-4 दिन लगातार पानी परिरहेको थियो आज अलिक क्लियर भइदियो र अब हामी चाहिँ अब पोखरा नन स्टप लाग्नेछौँ तुफान पारामा अब यहाँ चाहिँ हाम्रो भिडन्तर रेस पर्छ होइन तर सिबिआरलाई त कहाँ सक्नु र अब त्यो पनि एनएसले होइन त्यही पनि ट्राई गरियो जोसमा 100 स्पिड अनि आनन्दले टप दिन्छ सिबिआरले मैले टप्ने भने यस्तै हिलोमा खाल्डोमा गमराङ्ग छिराएर बटारे मात्र हो त्यो पनि आइपुगिहाल्छ हो राइडर लास्टमा तपाईँहरूले यहाँ देख्नै सक्नुहुन्छ कि म यस्तो स्पिडमा गइरहेको हुन्छु 110 11 पुग्छु त्यही पनि सिबिआरलाई टप्न सक्दिनँ यस्तो स्ट्रेटमा बाटोमा पनि सिबिआरले इजिली टपिदिन्छ टप्न कति कोसिस गरेँ मैले है तर सकिएन को पावर त्यही हो सक्नुहुन्छ हजुरहरूले
चाहिँ हामी अमरसिंह बाटोको चोकबाट भित्रतिर छिरेको हो। त्यहाँको मान्छेहरूले भन्नुभएको थियो कि हामी यसो सोधपुछ गर्दाखेरि यता पृथ्वी चोकतिर चेकिङ हुन्छ भनेर जोडबिजोडको बाटो चलिरहेको रहेछ यता पृथ्वी चोकमा। अनि जोडबिजोडमा समात्यो भने लास्टै ऱ्याक गर्छ यान त्यान झुलाइदिन्छ यस्तो त्यस्तो भनेर हामी यता साइडबाट घुमेर आएको। पछाडिको बाटो घुमी हामी लेक साइडतिर पुग्छौँ। त्यहाँबाट हामी त्यहाँबाट अब सिधै लेक साइडतिर लाग्छौँ। यसो घुमेर नजारा हेरेर अनि रुमतिर जान्छ हामी। रुम हामीले बुकिङ गरिसकेको छ। हामी जहिले एज अलवेज बस्ने प्लेस पोखरा लेक साइडहरू सबै मैले सुनसान देखिरहेको छु। पोखरा बन्द छ भनेर कतिले सोचिरहनु भयो होला, तर बन्द चाहिँ छैन, खोलिसकेको छ। जोडबिजोडमा चलिरहेको रहेछ, त्यसमा चाहिँ अलिकति ध्यान दिनुपर्ने रहेछ। नत्र त मस्त घुम्नलाई चाहिँ सबै ठाउँ खोलिसकेको छ। स्ट्रिट नम्बर 13बाट हामी छिर्छौँ है। यहाँबाट अलिक भित्र पर्छ हामी बस्ने होटेल। अनि हामीले अब बुकिङ चाहिँ गरेको छैन, तर हामी त्यहाँ गएपछि अब एज रेगुलर कस्टमर भनेर केही भन्नै पर्दैन। सिधै गएर राति रैला हानिन्छ रैला। बेसी हामी बसेको ठाउँ यो हो होइन। होटेल मुनलाइटबाट होटेल सिटाइन भइसकेको छ। सोध्ने होइन भाइ, नामै चेन्ज भइसकेको छ। यहाँको खाना चाहिँ मलाई वान अफ द बेस्ट लाग्छ है, थकाली खाना हो। तपाईँहरू पनि आएर ट्राई गर्न सक्नुहुन्छ।